Tasideli ang dorji lama sherwa jamuling sherwa sakpagi thalmagi chakso aring sherpa chusok yugegi tarinaugi the Global Shepherd Day 2025 की लारिमला फेबु उजनु इजनु sanga saliterla tasdeli dakwi Global Sherpa Association jomling sirbi sokpa namu gochubi chila gochubi chani terila tugi meju titapki ni biotic page wani de puli wai data po terigi sepi sungla mekenju chani ni Nepal dangla minute jonga chaigi bidi jonga terigi serena नमस्कार तस्देली म आङ दोर्जी लामा शेर्पा विश्व शेर्पा संघ ग्लोबल शेर्पा एसोसिएसनको फाउन्डर प्रेसिडेन्ट यहाँहरूले आज आयोजना गर्नुभएको विश्व शेर्पा दिवस ग्लोबल शेर्पा डे 2025 को अवसर पारेर युके शेर्पा एसोसिएसनले आयोजना गर्नुभयो यस कार्यक्रममा पाल्नुभएका तपाईहरु सबैलाई मेरो एकमुष्ट रूपमा हार्दिक तस्देली विश्व शेर्पा संघ कहिले गठन भयो र के उद्देश्यले गठन भयो भन्ने कुरो तपाईहरु सबैलाई जानकारी नै छ तैपनि नयाँ युवा भाइ बहिनीहरुलाई यो कुरा थाहा नहुन सक्ने हुनाले मैले थोरै 4-5 मिनेटको भिडियो बनाएर यो सन्देश यहाँहरुसँग प्रवाह गर्न गइरहेको छु हामी शेर्पा जातिहरु भनेको साधारणतया हिमालयको काखमा 7-8 हजार फिटको हाइटमा वर्षमा 1-2 पाली मात्रै पाक्ने ठाउँमा रहने जाति हो हाम्रो पुस्तौं पुस्ता त्यही ठाउँमा रहेर हामीले चाहिँ जीविकोपार्जन गर्दै आएका थियौं भनेदेखि विगत 40-50 वर्षबाट अवसर खोजी गर्दै शिक्षा स्वास्थ्य लगायत सुविधा सम्पन्न ठाउँहरुमा हामी माइग्रेट हुने क्रम सुरु भएको थियो भनेदेखि विगत 30-35 वर्षबाट अन्तर्राष्ट्रिय रूपमा चाहिँ संसारको विभिन्न देशहरुमा चाहिँ माइग्रेट भइरहेको तपाईहरुलाई जानकारी छ आजको दिनमा हेर्दाखेरि हजारौं हजार शेर्पाहरु विश्वको विभिन्न देशमा माइग्रेट भएर रहनु भएको छ र धेरै त्यहीको नागरिकता लिएर सिटिजन लिएर बसिरहनु भएको छ यसरी नेपाल र इन्डिया मात्रै नभएर संसारको विभिन्न देशमा छरिरहेको शेर्पाहरुलाई कसरी एकत्रित गर्ने र हाम्रो भाषा धर्म संस्कृतिमा जुन एउटा चाहिँ माइग्रेट भएर हामी विभिन्न समुदायसँग मिसिएर बस्ने क्रममा हाम्रो धर्म भाषा संस्कृतिहरुमा केही विकृतिहरु भएको केही विग्रहहरु भएको अवश्य पनि थियो र यो कुरालाई कसरी परिष्कृत गर्न सकिन्छ र संसारमा रहेर छरिरहेका शेर्पा समुदायहरुलाई कसरी एकत्रित गर्न सकिन्छ र हाम्रो धर्म भाषा संस्कृति कसरी एकरूपता ल्याउन सकिन्छ भनेर हामीले आजभन्दा 8 वर्ष अगाडि पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालको राजधानी काठमाडौँमा नेपालको तत्कालीन प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा हामीले आयोजना गरेका थियौं र त्यसको संयोजकको म नेपाल शेर्पा संघको अध्यक्षको हैसियतले म संयोजक भएर त्यो सम्मेलन गरेको थियो भनेदेखि त्यही सम्मेलन मार्फत चाहिँ हामीले चाहिँ विश्व शेर्पा संघ गठन भएको जानकारी गराउन चाहन्छु आज 8 वर्ष पार गरेर 9 वर्षमा लागिरहँदाखेरि आज तपाईहरुले यो विश्व शेर्पा दिवस अक्टोबर 4 तारिकको दिन विकेन्ड पारेर मनाइरहनु भएको छ भनेदेखि नेपाल शेर्पा संघले ओल्ड शेर्पा एप र भाषा सम्बन्धी अन्तर्क्रिया गरेर मनाउन गइरहेको छ त्यसैगरी अमेरिकाले विश्वभर रहेर छरिरहेका संघ संस्थाका अध्यक्षहरूको शुभकामना मन्तव्य आदान प्रदान गर्ने कार्यक्रम रहेको छ लगायत इन्डियामा पनि एउटा ठूलो प्रोग्राम गर्न गइरहनु भएको छ यसरी देशका विभिन्न देशहरुमा चाहिँ यो ग्लोबल शेर्पा डे आउने अक्टोबर 8 मा मनाइरहनु भएको छ र म यसै सिलसिलामा तपाईहरु सबैलाई हार्दिक बधाई र शुभकामना दिन चाहन्छु र यो ग्लोबल शेर्पा डे मार्फत हामीले क्रिएटिभ कामहरु गरेर समसामयिक विषयमा छलफल गरेर रक्तदान कार्यक्रमहरु जस्ता विभिन्न क्रिएटिभ कामहरु गरेर मनाउने ताकि हाम्रो बीचमा एक आपसमा भाइचारा बढाउने र हामी बीचमा भएका कमी कमजोरीहरुलाई कम गर्दै आउने दिनहरुमा कसरी अगाडि बढ्न सकिन्छ भनेर हामीले यो ग्लोबल शेर्पा डे मनाउन सुरु गरेका हौं विश्व शेर्पा संघ गठन भएको दिन यानी कि अक्टोबर 8 को दिन हामीले चाहिँ यो कार्यक्रम संसारभर जहाँ शेर्पाहरु हुनुहुन्छ त्यो कार्यक्रम गर्न गइरहेका छौं र यो सिलसिलामा पुनः एकपटक वर्षलाई बधाई दिन चाहन्छु र हामीले यो संस्था गठन गरिसकेपछि हाम्रो कमन इस्युहरुको विषयमा हामीले चाहिँ विशेष चासो राखेका छौं विशेष गरी शेर्पाहरुको विषयमा एउटा ठूलै समस्याहरु भएको थिए विभिन्न देशहरुमा चाहिँ आफ्नै
नाता पर्ने आफन्त पर्ने रूभित्र पनि बिहेबारीसम्म हुने खालको समस्याहरू देखिएपछि हामीले चाहिँ यसलाई चाहिँ निराकरण गर्न रुको विषयमा हामीले क्लियर एउटा चाहिँ कन्सेप्ट तयार गरिसकेका छौँ र यसलाई चाहिँ अब केही महिनाभित्रै हामीले फाइनल दिन गइरहेका छौँ भनेदेखि तपाईँ हाम्रो सबभन्दा ठुलो समस्या भनेको एउटा पहिचानको हाम्रो भाषा अन्य जातिको जस्तै गरेर शेर्पा भाषा पनि अत्यन्त क्रिटिकल अवस्थामा पुगेको तपाईँ हामी सबै महसुस गरिरहेका छौँ। विशेष गरी युवा भाइ बहिनी छोराछोरीहरूले 80-90%हरूले अब बोल्न छोडिसके। तपाईँ हामी बोल्ने पुस्ताहरूले पनि त्यो बोल्न छोडिरहेको अवस्थामा यो भाषा करिब करिब अब कोमामा पुगेको अवस्था छ। यसलाई कसरी रिभाइभ गर्न सकिन्छ भनेर हामीले विषयमा घोत्लिएर धेरै कामहरू गऱ्यौँ। सुरुमा हामीले शेर्पा ल्याङ्ग्वेज एप बनाएका थियौँ। त्यो ल्याङ्ग्वेज एपमा त्यति साह्रो चाहिँ चासो नदेखिएको हुनाले भाषाको मात्रै चाहिँ एप बनाउँदाखेरि त्यति चासो नदेखियो हो कि भनेर हामीले चाहिँ अहिले शेर्पा ओल्ड भन्ने एप बनाएका छौँ र त्यो एपमा हामीले चाहिँ धर्म, भाषा, संस्कृति, मलमहरू धेरै कुरा राखेका छौँ र त्यो हामीले त्यो बनाएर कार्ड वितरण गर्न थालेको नि करिब 2 वर्ष हुन लाग्यो। तैपनि जुन हिसाबमा चाहिँ सबै शेर्पा कम्युनिटीहरूले त्यसलाई चाहिँ एक्सेप्ट गर्नुपर्ने हो त्यो भएको छैन। हुनसक्छ त्यो युजर फ्रेन्डली नभएको कारणले हुनसक्छ। त्यसकारण अब यसलाई हामीले चाहिँ समय सापेक्ष बनाउँदै सबै सङ्घ संस्थाहरू संसारभर रहेको सङ्घ संस्थाहरूले सबै शेर्पाको घर घरसम्म चाहिँ त्यो कार्ड पुर्याउने कामहरू गर्न आवश्यक छ र हाम्रो भाषाको चाहिँ जगेर्ना गर्न आवश्यक छ। यी लगायत आउने दिनहरूमा चाहिँ हाम्रो कमन इस्युहरूको विषयमा हामीले चाहिँ कसरी अगाडि बढ्न सकिन्छ भनेर यस्तै ग्लोबल शेर्पा डेको दिनमा हामीले चाहिँ छलफल गर्ने, अन्तर्क्रिया गर्ने र अगाडि बढ्ने कुरामा कुनै दुविधा छ जस्तो मलाई लाग्दैन। वास्तवमा हाम्रो शेर्पा नामै काफी छ। संसारभर रहेका मान्छेहरूले शेर्पा भन्ने बित्तिकै एउटा ब्रान्ड नेमको रूपमा लिने गरिएको छ। त्यो जातिलाई अझ हामीले परिष्कृत गर्दै आउने दिनमा जाति भनेको शेर्पा जाति जस्तो हुनुपर्छ र सङ्गठन भनेको चाहिँ ग्लोबल शेर्पा एसोसिएसन जस्तो हुनुपर्छ भन्ने एउटा बनाउनको लागि तपाईँ सबै मिलेर अगाडि बढ्न आवश्यक छ र त्यो गऱ्यौँ भनेदेखि हाम्रा पुर्खाले हामीलाई जुन किसिमको धर्म, संस्कृति, परम्परा हामीलाई एउटा हस्तान्तरण गर्नुभएको थियो त्यसलाई सही सलामत अझ त्योभन्दा राम्रो परिष्कृत बनाएर समय सापेक्ष बनाएर हामीले आउने पुस्ताहरूलाई हस्तान्तरण गर्न सक्नेछौँ। यही शुभकामनासहित म आजको यो ग्लोबल शेर्पा डेको दिनमा तपाईँ सबैलाई हार्दिक बधाई शुभकामनासहित आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु। धन्यवाद।